हामी चाहिँ गएको अब प्याज रोप्नु। आमा छोरीले चाहिँ यहाँ टोक्को बोकेर जाँदैछ। नानी यता फर्कत्ता हामी कहाँ गएको? पानी बनाउँदै गएर बारी खन्नु छ। बारी खनेर मल बोक्नु छ अनि त्यहाँबाट प्याज रोप्नु छ। आज छुट्टीको दिन चाहिँ नानीलाई सघाइ माग्नु लगेको। मलाई सघाउँछ अरे नि त। आइतबार खोल्सा त यस्तो पो भएर छ पहिरोले। यहाँ धारा थियो, धारै छैन। धाराको त नाम निशाना पनि छैन। धाराको पानी त यहाँ कुलोमा पो। मलाई चाहिँ मार्गीले ग्रस्त बनाएको छ, ग्रस्त। छिटो न, यहाँ यस्तो काम गर्दा गरेको मान्छे लाज लाग्यो अरे। हेर न, पुष्पराजमा पाउने पुष्पा हैन, पुष्पा। गर न, गर काम गर न। लजाको अरे, लजाको अरे। इधर देखो न। यता हेर न बाङ्गो, कस्तो रातो यो दाउरा। उसको अनुहार छोपेको अरे। चिची बाङ्गे है, बाङ्गे लुक्ने मान्छे चाहिँ बाङ्गे। यस्तो खतरा काम गरिरहेको थियो। हामी आएको देखेर त मोबाइल निकालेपछि त लुकिगयो नि हो। बिस्तारै गर ल। बाई बाई बाई। पानीको मुहान त यस्तो पो भएछ। नानीले सफा गर्दैछ। किन नि म गर्छु। अब त अलिक माटो पनि तान्नुपर्छ, सर्छ। पानी किन मर्यो भनेको त सबै पुगेछ नि त। लु बारी खन्नु सुरु भयो। अब चाहिँ हाम्रो यहाँ बिचारा मेरो छोरो बारी खनाइ छ। म पनि यताबाट खन्दैछु। उस्तै होला हौ। मिसिन त छ नि, यहाँ जोत्ने मान्छे नै छैन। यहाँ निकाल्नु सकेको भए त मै जोतिहाल्थेँ नि। मान्छे हुनुहुन्न यहाँ जोत्ने मान्छे। खन्नु पर्या छ यसरी। के गरेको हो? ढुङ्गाहरू यो डोकोमा आऊ। कहाँ लगाएको नि? डोकोमा लाउँदै उपर फाल्नुपर्छ। म चाहिँ गलेर बसेको है। नानी चाहिँ गलेकै छैन अरे। त्यत्रो खन्नु आँटेपछि अलिकति छ है हाम्रो खन्नु।
गालाहरू रातो रातो बनाएर यता हेर त नानी रातो रातो गाला स्कुल जानु मजा कि बारी खन्नु मजा हौ स्कुल छुट्टी भएको मजा कि नभएको हौ किन हौ लु फाइनल्ली सक्यो ए बारी खनेर चाहिँ मलाई चाहिँ रानीले खन्नै दिएन अनि म चाहिँ यहाँ बसेकै छु म चाहिँ बिरामी छु अरे अनि यहाँ दबाई खाँदै म चाहिँ उठाउन सक्छस् नानी म फ्याँक्छु हौ त्यो त त्यहीँ राख अहिले म उपर लान्छु त्यही छोडिराख अहिले म लान्छु सक्छस् म लान्छु बस्दै गर हजार खनी त सके म ठेलिदिन्छु एकछिन आमामा गरम परेछ त नानी गरम छ त यो साग काम नदिने रहेछ रोपेको त छुइनँ कि यहाँ खनी चाहिँ सक्यौँ अब मल ल्याउनु बाँकी नै छ नि अहिले चाहिँ हामी मल लिन आएको छौँ कि अनि मलको भारी पनि लगाइसक्यो मम्मीको ज्याकेट चाहिँ बोक्नु अल्छी लागेर गाह्रो भयो अल्छी राखेर होइन माथि राखेकोबाट चाहिँ किन ल्याइस् गाह्रो भएन क्या अनि खै नानीको मल त कति पनि देख्दै छैन हौ तर एक डोकै छ है यसको मल पनि उठ्नु सक्छस् ल उठ त बिस्तारी अनि म बोक्छु ठेलिदिनुपर्छ सक्दिनस् भने निकाल्नुपर्छ ए नाम्रो लामो भएछ त्यत्रो मेरो ज्याकेट चाहिँ किन लगाएको होला नि खै त हेर त लु हिँड्दै गर्ला अब मेरो भारी बोकेर आउँछु अब म बोक्छु हेलो साथीहरू हामी चाहिँ उकालै जाँदैछौँ है अझैसम्म मल बोकेर छुट्टी हुनु नि गाह्रो छ नि अब हेर्नु न हुस्से चाहिँ फेरि यस्तो लागिरहेको छ नि यस्तो भइरहेको छ क्या यो गर्छौँ ल सजिलो छ लु हेर न हाम्रो मिसन पुरा हुनु लागेको छ अब निनीहरूकोमा गएर ल्याउनु पनि छ बिउ उक्लिनै सकिन
आइयामा उठे उठे के रुक्नु भएको छ नि यहाँ सकिँदैन होला हौ सक्दिनँ यताबाट जाउँ न सजिलो बाटो होइन यस्तो हामी चाहिँ लेकमा आएको जस्तो छौँ है यहाँ चाहिँ राख अब यो अलिअलि खन्नुपर्छ अलिअलि फेरि अलिअलि खनेर अनि मल छर्नुपर्छ अनि पुगेन भने फेरि लिनु जानुपर्छ म मल चाहिँ यसरी छर्यौँ हामीले यसरी छर्यौँ अनि डोको चाहिँ यसरी तल लडाइदिनु भयो क्या हाम्रो मम्मीले चाहिँ मलाई चाहिँ यस्तो छर्नु हुँदैन नि त नि एकछिन रेस्ट गरेको अघिको भन्दा कस्तो धुम्मी गएको छ क्या अब पानी पर्नु आँटेको जस्तो नि मैले लिएको चाहिँ डोको हो यो मल जस्तो छ है हामीले तलबाट देखाएर यो चाहिँ हाम्रो त्यहाँ पनि एउटा गाउँ छ कि यो एउटा गाउँ हो मतलब देखिँदैछ छैन साथीहरू हाम्रो मेवा हेर्नु मेवा है यो चाहिँ कत्रो कत्रो क्या कत्रो कत्रो आम्मा यो चाहिँ पोहोरमा र रोपेको ल मेवा चाहिँ पाकेको चाहिँ छैन है यो लसुनबारी यस्तो छ कफी पनि छ लसुन पनि छ कत्रो बाँदर जम्प हान्यो बग्छु त्यस्तो साह्रो नफ्याँकिदिनु आउँदैछु म पनि फेरि हामी चाहिँ फेरि मल नपुगेर हामी मल लिनु गएको है साथीहरू मल पुगेन नि यति मात्र भयो मलले नपुगेर है साथीहरू यति मात्र भएको छ ल अब चाहिँ रेडी भयो मल सल लाएर पनि अब चाहिँ हामी बिउ लिनु जान आँटेको छौँ मेरो कोपी बारी चाहिँ यत्रो यत्रो भयो है सब्जी सक्यो हौ अनि यहाँ बिचमा फेरि धेरै ठाउँ छोडिछस् नि नानी अलिक मिल्दैन नि अलिक भएन है रोपाइ होइन फेरि किन उखालेको यो छेउमा अलिक उयो ठाउँ बनाउनुपर्छ कि म चाहिँ यहाँ रोप्दैछु यहाँनिर
यहाँ रोप्दैछु म चाहिँ नानी चाहिँ उहाँ रोप्दैछिन् नानीले यहाँ रोप्दैछ ओए कान्छी ओए 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 तेरिकाले त सकिगयो नि हौ तेरो मन नि टेकेकोमा पो कुद्दो रहेछ ए टेकेकोमा कुद्दो अरे रोपेकोमा पो कुद्दो रहेछ हौ यो चाहिँ मैले आमाकोबाट सिकेको ल आमासँग यसरी रोप्नु चाहिँ प्याज चाहिँ रोपिसक्यो तर बिउ चाहिँ कति धेरै उब्रियो अब यो फेरि अर्को ठाउँ रोप्ने बेला अब बिउ उब्रियो फेरि अब यो फेरि भोलि खनेर अर्को ठाउँ रोप्नुपर्छ भोलि त म एक्लै नानी त स्कुल जान्छ चाहिँ हामी घर लागेको कति धेरै अम्बक पाकेको थियो कहिले म भर्खर तल यहाँ तुम्बाको घर यहाँनिर छ हामी त माथि जानुपर्ने छ्या उकालै पिर लाग्छ हौ मलाई त हिँड्नु तुम्बाको गाई कति राम्रो बाछी हो यो घाँसमा हिँड्नु पो तुम्बा नाम्लो बोकेर ए गोबर सोर्नु हामी चाहिँ आजको ड्युटी पुरा गरेर हिँडेको अब तुम्बाकोमा फरन कति फलेको रहेछ छ हाम्रोमा धत्ती कहिले पनि अर्काको मागेर खानु हुँदैन भाग्य बचाइन्छ त छोरो दुःख गर्नुपर्छ आफूले रोप्नुपर्छ अनि पो खानु पाइन्छ त माथि हिँड्थ्यो त नि अब घर फर्केको तुम्बा पानी सानी के प्याजहरू के रोप्नु थियो कि अनि हिँडेको काम गर्दा अनि त्यस्तो त हुन्छ त मोमो नङमा माटो फेर छ्या नगर छु जाडो भयो हामी चाहिँ लसुन रोपिसकेर पनि प्याज रोपिसकेर अब घर जाँदैछौँ ल खुसी लागेर जाडो भएर हाम्रो पर्छ उकालो छ है साथी त्यहाँदेखि उकालो भयो यस्तो भएर यहाँ आउँदै क्या बिखहरू सबै काटेर यस्तो भएको छ मेरो चाहिँ इक्जाम आउनु आँटिरहेको छ क्या पढ्नु पर्ने